शीर्षक रहेको छ बाल अधिकार। कृपया ध्यानपूर्वक सुनिदिनुहोला। सानै छौँ हामी असलै ज्ञान दिन्छौँ, अधिकार हनन गर्नेलाई दण्ड सजाय दिन्छौँ। विद्यालय हो शान्ति क्षेत्र, असल ज्ञान लिऊ, छन् साना अधिकार प्रयोग गर्न देऊ। पढाइ लेखाइमा ध्यान दिए हुन्छ भविष्य राम्रो। बाल अधिकारको संरक्षण गर्नु नै कर्तव्य हो हाम्रो। आफूभन्दा अग्रजसँग असल ज्ञान दिन्छौँ, नकारात्मक विचारभन्दा शिक्षालाई ध्यान दिन्छौँ। परिश्रम गर्दै हामी सफलताको शिखर छुन्छौँ, अनुशासनको पालना गरी असल बालक हुन्छौँ। दिन प्रतिदिन भएका छन् बाल शोषण गति, बाल शोषणको अन्त्य गरी लिनुपर्छ विकासको गति। विकृतिले गर्दा नै मानवतावादी गइसक्यो आधा, अधिकार प्रयोग गर्दा आउने गर्छन् ठुला बाधा। देशलाई शिखरमा पुर्याउने हाम्रो नि कर्तव्य, योजना बनाई हिँड्नुपर्छ हामी आफ्नो गन्तव्य। परिश्रमको फल सधैँ मिठो हुने गर्छ, भ्रष्टाचारी शासन एक दिवस अवश्य मर्छ। आफूभित्र रहेका व्यवहार अरूलाई दिँदा बन्छ ज्ञान, तब मात्र हुन्छ हाम्रो बाल अधिकारको सम्मान। असल सोचमा नै हुन्छ हामी बालकको बास, कुकर्ममा परेकाले भविष्यमा गर्छन् देश विनाश। बाल अधिकारलाई कहिले नगर्नु घेरा, परिश्रम गर्ने कार्य नै हो सर्वोत्तीर्ण, परिश्रम गर्ने कार्य नै हो सर्वोत्तीर्ण। बाल अधिकार सम्बन्धी हामी बालबालिकाले गर्ने कर्तव्यबोध र अभिभावकको जिम्मेवारी र हामीले उनले उठान गरेको विषयवस्तु भ्रष्टाचार